नेपाली सर्वभौमै फैलिएका मेची महाकाली सहयोगीका कोठी सोटे माला नेपाली सर्वभौमै फैलिएका मेची महाकाली प्रकृतिका कोटी कोटी सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल. Okay, so after that unsynchronized national anthem, welcome to the video. So आज हामी जाँदैछौँ अन्नपूर्ण बेस क्याम्प. आज जाँदैछौँ भन्दा पनि यो भिडियो चाहिँ आजभन्दा 5 वर्ष अगाडिको हो. सो इट वाज फ्रम 2021. सो बेसिकली यो 5 वर्ष अगाडिको भिडियो चाहिँ मैले जस्तो छ त्यही नै कम्पाइल गरेर एउटा सर्ट ट्राभल भिडियो जस्तो बनाएको छु. सो इट्स गोना बी भेरी र भेरी अनफिल्टर्ड र त्यही किनभने मसँग राम्रो फुटेजै छैन. सो दिस इज वाट इट इज एन्ड दिस इज मी अफ कोर्स. सो अन्नपूर्ण बेस क्याम्प जानलाई चाहिँ हामी काठमाडौँबाट प्लेनमा त्यसपछि अनि पोखराबाट जिपमा जुन अघि हामी फुटेज देखेको थियौँ त्यो हुँदै घोरेपानी पुगेको थियौँ. सो हाम्रो प्लान चाहिँ डाइरेक्ट एबिसी नगएर फर्स्टमा घोरेपानी हुँदै घोरेपानी पुन हिल भएर चाहिँ अनि एबिसी जाने भएको हुँदा हामी फर्स्टमा चाहिँ घोरेपानी आइपुगेका थियौँ. सो दिस इज घोरेपानी back in 2021. Let's see the upcoming days. Okay. It's tea and coffee. कालो उक्लिँदैछौँ. सायद अब हामी 20 मिनटमा पुन हिल पुग्दैछौँ. हामी अहिले हिल पनि देखिरहेको छौँ. हामी बिहान सबेरै 4 बजे उठेर 4:20 मा हामी हिँड्न सुरु गरेका थियौँ. अब बत्ती गयो. हामीलाई सनराइज हेर्न यति हतार थियो कि हामी अँध्यारैमै घोरेपानीबाट निस्क्यौँ र पुनिल पुग्दासम्म अँध्यारै थियो र हामी चाँडै पुग्यो भन्दैमा सनराइज चाँडै हुनेवाला थिएन. त्यसैले हामी सनराइज कतिखेर होला भनेर एकछिन मजाले आनन्दले गफ गर्दै कुरेर बस्यौँ. सो पुन हिलमा यसो 1-2 घन्टा बसेर 53 लाखवटा फोटो खिचिसकेपछि हामी अब लाग्यौँ एबिसीतिर र यो एउटा आइकनिक भ्यू थियो तल झर्दै गर्दा. हामी फागुन चैत महिनामा गएको हुनाले बाटोमा चाहिँ सुरदेखि नै हिउँथ्यो. ड्याम ओ यहाँ हेर्नु बाक्लो यहाँ त पुरै ल यहाँ ल खुट्टा भिज्यो नि यो थाहा छ समय गयो ल मुलामा छिर्यो. चिसो कठाङ्ग्रिदो हिउँको बाटो लुगाको भारी बोक्दै हिँड्न आएको भन्दै हामी सेतामै जङ्गल हिँडिरहेका थियौँ. जङ्गल पुरै सेतो थियो. हिरो लाग्यो. अब यो ठाउँसम्म आइपुग्दा चाहिँ डे 2 भइसकेको थियो. यो चाहिँ हिमालय हो तर हामीसँग बिचको फुटेज केही पनि छैन किनभने 5 वर्षपछि भिडियो बनाउँदा वाट यु एक्सपेक्ट. यो हिमालयमा चाहिँ हामीले खाना खाएका थियौँ. एक्चुअली हामी फर्स्ट डेमा चाहिँ घोरेपानीबाट घोर्जुङ भन्ने ठाउँमा आएर बसेका थियौँ भने त्यसपछि सेकेन्ड डेमा चाहिँ घोर्जुङबाट अब हिमालयमा खाना खाँदै अनि हामी देउराली गएर बस्छौँ. वेदर चाहिँ एकदम बिग्रिएको अवस्था थियो. यहाँ देउराली पुग्यो. आज कति बज्यो? 2 बज्दैछ. आज हामी त्यहीँ बस्छौँ र भोलि बिहानै देउरालीबाट हामी एबिसी गएर फेरि त्यही फर्किनुपर्छ. एबिसी जान 4 घन्टा आउन 3 घन्टा लगभग 7-8 घन्टा हामी भोलि हिउँमा हिँड्नुपर्छ. र जहाँबाट माथि एबिसी खोलेको भयो त्यहीँ बस्नुहुन्थ्यो तर एबिसी खोलेको छैन. सो देउराली विल बी आवर लास्ट स्पट फर नाउ. तर आज भोलि फेरि एबिसी गएर देउराली नै आउनुपर्छ.
देउराली त हामी पुग्यौँ, तर देउराली पुग्दासम्म हामीलाई होटल पाइन्छ कि पाइँदैन भन्ने स्योर नै थिएन, किनभने अफ सिजन थियो, फागुन चैतको महिना थियो र त्यति बेला अहिले जस्तो क्राउड हुन्थेन। हुन त हुन्थ्यो तर कम्पेरिटिभली कम हुन्थ्यो र होटल पाउने चान्सेस चाहिँ स्लिम थियो। प्लस हामीलाई तलको मान्छेहरूले, तलकै अरू होटलको मान्छेहरूले चाहिँ के भन्नुहुन्थ्यो, माथि होटल पाउने चान्सेस अलिक कम छ, तपाईँहरू त्यही अनुसारले चाहिँ प्लानिङ गरेर जानु होला भन्नुभएको थियो। तर हामी त नेपाली हो, जे नगर भने त्यही गर्नुपर्छ, जे हुन्छ हुन्छ भनेर चाहिँ हामी हिँडेका थियौँ र अहिले चाहिँ होटल खोज्नलाई हामीलाई यहाँ गाह्रो भइरहेको थियो। कुन चाहिँ होटल खुल्ला छ भन्ने कुरा चाहिँ यहाँ अब थाहा हुनु पऱ्यो। यो पनि बन्द, यो पनि बन्द। यस्तो हिउँ, राम्रै हिउँ परेको रहेछ है, राम्रै हिउँ परेको रहेछ कि। 3 दिन अगाडि पऱ्यो भने थियो। कुन चाहिँ हो त खुल्ला होटल? सब होटलहरू बन्द भएको अवस्था। चाबी खुल्ला छ खै, माथि पानी आइरहेछ भनेपछि यहाँ चाहिँ खुल्ला छ कि होटल पाएन भने गाह्रो हो। बत्ती बलिरहेछ। कोही हुनुहुन्छ र? हो यहाँ नि होइन, बत्ती फेरि बलिरहेछ, बत्ती चाहिँ बलिरहेछ। होटल नपाएको अवस्था, होटल चाहिँ एकदम बिग्रिरहेछ है। दाइ माथि होटल खुल्ला छ छैन? कुन चाहिँ खुल्ला छ त यहाँ? अगाडि, सबभन्दा अगाडिको हामी फेरि खोलेको देखेनौँ। यो माथि पनि बन्दै हो। दाइ खोल्नु न, माथि जाउँ न हामी अहिले। यहाँ सुन्नु न, 11 दाइ 12-13जना छौँ, हामी 5 जना यहाँ छौँ, 8 जना तल आउँदैछ। हजुर किन दाइ? रासन चाहिने हामीलाई खोलिदिनु मात्र नै बस्छ हुन्छ दाइ। एमबिसीको होटेलको छ। जाउँ दाइ जाउँ। दाइ आज 13जना, तल अझ तल पनि 15-20 जना छन्, मान्छे आइरहेछन् क्या दाइ। एउटा होटल खोलेको थियो र हामी त्यो होटलमा बस्यौँ। अब होटलको फुटेज छैन किनभने पुरानो भिडियो हो। र त्यसको भोलिपल्ट हामी अँध्यारोमा बत्ती बाल्दै एबिसीको लागि हिँड्यौँ। यो चाहिँ माछापुच्छ्रे बेस क्याम्पबाट माछापुच्छ्रेको भ्यू। यहाँबाट चाहिँ माछापुच्छ्रेको पछाडिको फेस देखिन्छ। जेनरली हामीले माछापुच्छ्रेको अगाडिको मात्र पार्ट देखिरहेको हुन्छौँ, तर यो साइडबाट चाहिँ पछाडिपट्टि भ्यू देखिन्छ र पछाडिपट्टि भ्यू चाहिँ यस्तै हो। हिउँ खासै देखिँदैन किनभने हिउँ फ्रन्ट फेसमा हुन्छ। र यस्तो माछापुच्छ्रे छोड्थ्यौँ। अब अन्नपूर्ण हेर्नु भनेर हामी माछापुच्छ्रेलाई छोडेर अन्नपूर्ण बेस क्याम्पतिर अन्नपूर्ण हिमाल हेर्न लागि चाहिँ हिँड्यौँ यसरी। यहाँ नहाल्नु भने टाइम लाग्छ नि मजाले। त्यसपछि माछापुच्छ्रे बेस क्याम्पबाट लन्ठाङ हिँड्दै हामी अन्नपूर्ण बेस क्याम्पमा आइपुग्यौँ र अन्नपूर्ण बेस क्याम्पमा आउने बित्तिकै त्यहाँ बोर्डमा चाहिँ फोटो खिच्ने चाहिँ धेरै मान्छे भएर यसरी सेल्फी खिचियो
र एकछिनपछि अर्को 1 लाखवटा फोटो खिचेर हामी अन्नपूर्ण बेस क्याम्पमै एकछिन आनन्दले घुमफिर गर्दै बसेका थियौँ। अन्नपूर्ण बेस क्याम्पबाट चाहिँ कुन कुन हिमाल देखिन्छ भनेर तपाईँहरू आफै रिसर्च गर्नुहोला, किनभने यहाँ देखेका सबै यो पिकहरू चाहिँ माउन्टेन पिक नै हुन्। अब यहाँ धेरै छ, के छ त मलाई थाहा छ, तर तपाईँहरू आफै रिसर्च गर्नुभयो भने याद हुन्छ कि आफै रिसर्च गर्नु होला कि नभए आफै अन्नपूर्ण बेस क्याम्प गएर आफैले लाइभ हेरेर चाहिँ कुन कुन हिमाल हो भनेर पत्ता लगाउनु होला। किनभने यहाँबाट जति अहिले देखिएको छ योभन्दा धेरै गुणा राम्रो चाहिँ त्यहाँ गएर लाइभ हेर्दा मात्र थाहा हुन्छ। सो आफै घुमौँ सकेसम्म। 2-4 घन्टा बेस क्याम्पमा बसेर लगभग 82 लाखवटा फोटो खिचेपछि अब हामी फेरि लखर लखर तलतिर झऱ्यौँ। हामी किन झऱ्यौँ भने हामी माथि त बस्न आएका थिएनौँ, घुम्न मात्र आएका थियौँ, घर जानु थियो हामीलाई, त्यही भएर हामी तलतिर झऱ्यौँ। र यो तल झर्ने बेलामा यो अनसिङ्क्रनाइज नेसनल एन्थम साथीहरूले गाइराख्नु भएको रहेछ। एकछिन यसो भिडियो खिचेर फेरि कन्टिन्यू गऱ्यौँ। कति खिच्यो हिमाल पनि। फर्किने बेला वेदर झनै बिग्रियो, बाटोहरू एकदमै हुस्सुले ढाक्न थाल्यो, तर हामी पुगिहाल्यौँ। जेसुकै होस् भन्दै हामी तलतिर आफ्नै बाटोमा आफ्नै पेसमा तल झऱ्यौँ। दिनभरि हिउँमा बचाक बचाक गरेर हिँड्दा जुत्ताबाट पानी हिउँ छिरेर चाहिँ खुट्टा यस्तो भएको थियो। त्यसपछि 10-12 घन्टा कति घन्टा हिँडेर हामी झिनु भन्ने ठाउँमा आइपुग्यौँ। अब बिचको फुटेजहरू छैन किनभने 10-12 वर्ष अगाडिको भिडियो हो। बेस क्याम्पको पनि भिडियोहरू धेरै हुन राख्न सकिन्थ्यो, तर फेरि पनि भने 5 वर्ष अगाडिको भिडियो हो, त्यही भएर फुटेजहरू छैन। र झिनु आइपुग्दा झपक्कै अँध्यारो भइसकेको थियो र हामीले बाटोमा देख्यौँ हाइना, प्याक अफ हाइना, नेपालीमा भन्नुपर्दा उडार। र उडारको यो झुन्डलाई हामीले टाढै बसेर एकछिन निहाल्यौँ। The end.